वेलकम टु युप्लेस युट्युब च्यानल। आज भने युप्लेस युट्युब च्यानलले हरेक ठाउँ हरेक जग्गा देखाउने क्रममा आज यो ठाउँ देखाउने कोसिस गर्दैछौँ। मन परे लाइक कमेन्ट सब्सक्राइब गर्न नभुल्नुहोला। यहाँनिर यो कसैले काल्पनिक तरिकाले बनाएको नै यो प्राकृतिक रूपमा आफै उत्पन्न भएको यो नाकको टाउको यो सबै यो नाकको टाउको यहाँ पनि नाकको टाउको छ, यहाँ पनि यो पनि नाकको टाउको हो। यो चिनेको आफै र अब यहाँनिर चाहिँ यहाँ आएर यो यहाँ चाहिँ यहाँको किम्बदन्ती के छ भने नाक आएर यहाँनिर सुत्ने भएकोले गर्दाखेरि बस्दाखेरिको यो चाहिँ उसको शरीर राख्दाखेरि यो चिल्लो भएर यो डाम बसेको भन्ने चाहिँ छ होइन। अब हाम्रो बाबुबाजेहरूले भन्दाखेरि चाहिँ सुनेको हो। हामी केटाकेटी बालकपन हुँदादेखिको यो ढुङ्गा हो। आज अचानक स्टुडेन्ट भएर हामी सिमलेबाट आउँदाखेरि रोडभन्दा मुन्तिर छ यो पाहाड जानु यो ढुङ्गा। हाम्रो यहाँ नाकको चाहिँ नक्साहरू भनेको यो अनगिन्ती छ। यहाँ त्यही हो, यो अहिले चाहिँ भनेको इलाम 12 पर्छ।